सो हेलो एभ्रिवान, स्वागत छ तपाईलाई फेरि पनि मेरो च्यानलको नयाँ भ्लगमा है। अन्तखेरि आज चाहिँ भ्लग ढिलो स्टार्ट गरेँ किनभनेदेखि दिउँसो यस्तो डेन्जर घाम लागेको थियो, बाहिर निस्किनु नसक्ने। त्यही भएर चाहिँ अब अहिले चाहिँ शीतल भइरहेको छ होइन। अहिलेखेरि चाहिँ म यो लाल पिली बकेट बोकेर चाहिँ गाईको के पो भन्छ गाईको मुख ल्याउनु जान्दैछु होइन। अन्त मेरो साथसाथमा उयो मेरो कुकुर पनि आउँदैछ, सुटर पनि आउँदैछ, मलाई पछ्याएर जान्दैछ यो। अन्तखेरि चाहिँ साथीलाई चाहिँ हिजो मलाई गाईको उयो ल्याउनु भनेको थियो, मुद होइन, तर फेरि मैले बिर्सेको भएछु होइन। त्यहाँदेखि त्यही भएर चाहिँ म आफै अहिले जान्दैछु। अहिले चाहिँ कस्तो शीतल भइरहेको छ, हावा चल्दैछ नि त। यो चाहिँ मलाई पछ्याएर हिँड्छ जहिले त्यस्तो हुँदैन। अब यहाँबाट चाहिँ in. पुरा मैले भएछ न, मैले यसलाई अलिक मैले। अन्त यो चाहिँ अघि ल्याएको के भन्छ गाईको पिसाब चाहिँ अब हामी यसरी लगेर जान्छ होइन, पानी हालेर कुखुराहरू चढ्दैछ। साथीमा गइसक्यो, साथीमा चाहिँ उतलनिर जान्दैछ होइन लगेर। म जान्दैछु यहाँनिर। लुक एट दिस। कसलाई इस्कुस खानु मन पर्यो प्लिज DM फर अर्डर। परतिर पुरा फलेको छ तर म जान्न। हरियो इस्कुस कडाम। यो चाहिँ टमाटर फल्दैछ हाम्रो यहाँ। एउटा सानोबाट चाहिँ पाकेको रहेछ, त्यसलाई चाहिँ टिप्नुपर्छ। आजको बाटो आगो पनि घाँस खानुहुँदैछ। अन्त यहाँ आगोको साथी यसरी हाल्नु गाईको मुत, गाईको गौत त्यस्तै भन्छ नि। के लोकल ल्याङ्ग्वेज हो, यस्तै भन्छ। यहाँ एउटा तनिबडी फल्दै रहेछ, बिउ हो त्यो। यो चाहिँ मुला अस्ति मैले छरेको। यो लसुन खुन्ने बेला हुन टेक्छ, यसरी स्याहार सुसार गर्नुपर्छ अन्त मात्रै फल्छ। यो त के भयो मैसिङ्गे। यो चाहिँ भोटेपछि फलेपछि चाहिँ टक्कै टिप्यो, बारी टक्कै गयो, खायो भन्नुपर्छ। यो हो काँक्रा। यहाँनिर छ त्यो काँक्रा, यतानिर छ त्यो काँक्रै हो। यो चाहिँ अदुवा। लुक एट दिस बिग काँक्रा। रस्ता थोडा अप्ठ्यारो छ। ओ माई गॉड, हाम्रो करेला त्यत्रो भइसकेछ। बारी नआएको धेरै भएको थियो म। खै हेरौँ
त्यत्रो भइसकेको रहेछ बेला बेला बारी पनि भिजिट गर्नुपर्ने रहेछ यहाँनिर कति फलेको रहेछ टिप्लेटिकै पकाउनु हुँदैन अरे अगेन हामी मेन्यु जान्दैछौँ यो चाहिँ अब आज खोज्दै गरेको चाहिँ चेतनाको साथीलाई लगिदिनु खोजेको कसलाई पो उसलाई लगिदिनु टिपेको त के देखाउनु अस्ति पनि देखाइहालेँ अब टिपिसकेर चाहिँ देखाउँछ कति पाउँछ हामीले परिकाकोहरू भन्दैछ यहाँ उफ्लिनुपर्छ दाँतहरू हल्लिने अब यसरी चढ्नुपर्छ नि त भित्ताहरू चाहिँ यसरी चढ्नुपर्छ है अन्त अब यहाँनिर सजनाले साप्रो खालिदिँदैछ अल्लालाई माथि भित्तामा अल्लाले साप्रा माग्नुभएको लगिदिनुपर्छ रमिता हेरिरहेको छ यसले चाहिँ आगोको साथी यस यो चाहिँ हामीले कस्तो कालो देखेछ त यो काँक्रा चाहिँ आज हामी खान्छ अब किनकि बाँदर खान्छ कहाँबाट भक्ति दिदी तपाईँलाई कुल देउता रिसाउँछ काँक्रा छ भन्दा आम्बा बाँदरले खानु भन्दा त खानु राम्रो होइन कमेन्ट गर्नुहोस् तपाईँहरू युरिया लाउनु भन्दा त यो अर्ग्यानिक मल लाउनुपर्छ अन्त फल्छ हेर्नुहोस् मकै पनि फल्दैछ तपाईँहरूलाई थाहा छ बस्तीमा बस्नुको यही त फाइदा छ त फ्रेस अर्ग्यानिक सब कुरा खानु पाइन्छ घरमा सब कुरा बारी हामी जाँदैछौँ सब्जी पुऱ्याउनु माथिल्लो घर जतना दोकान अर्चना घर सुटर कटिङ फलेको हेर्नुहोस् अन्त यहाँनिर मान्छे
पाकिसक्यो म चाहिँ गहुँ डोलिरहेको छु आँसुले मासु काट्दैछु कुडुको रिटर्न मैले यहाँनिर छुर्पी पाएँ होइन यो चाहिँ आँसुले दिनुभएको कान्छी आँसुले यहाँ हामी फर्किँदैछौँ यो चाहिँ के पो भन्छ घरमै बनाएको है छुर्पी यो चाहिँ होममेड छुर्पी आँसुले घरमै बनाउनु भएको हामीलाई पनि दिनुभएको छ र आजको भ्लग चाहिँ यति नै थियो होप तपाईँहरूलाई यो भ्लग मनपर्छ होला मन पऱ्यो भने लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला सी यु नेक्स्ट भिडियो बाई